ए सर ए शंकर अरे अरे यता तिमीहरू उता गाउँलेहरू यो सब के उसारिरहेको? के ओसार्नु नि पानी? ओ लासो के भन्नु, धेरै दुःख पाइयो। त्यो निमाले रक्तीको भट्टी सृजना यो थाकेर आएको होइन, के होइन, त्यो धारामा पानी सुकेर तलबाट पानी बोकेर ल्याएको। पानी त होइन, अरू कुरा नै भए जस्तो छ। भन न, आखिर तिमीहरूले मलाई गाउँको एउटा अंग किन सम्झिँदैनौ? मान्छेले आफ्नो ठान्नुपर्छ। सबै मान्छे आफ्नै हुन्छ, तर राक्षसले मान्छेलाई कहिले पनि आफ्नो ठानेन। प्रकृतिले दिएको वरदान स्वरूप पानी समेत अब यो गाउँको मान्छेहरूले पिउन नपाउने भए। पानी समेत घन्टी बजाएर त्यो निमाले बेचिदियो। ए त्यसो हो, त्यो धाराको पानी निमाले बेच्यो रे। सृजना खाइलो त्यहाँ, अब तमासा किन? हेलो लो लो। अरे 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 के गर्नु भएको? मैले वादी कस्तो दुःख गरेर अब कहाँबाट ल्याउनु पानी? अब यो गाग्री म त्यही धाराको पानीले भर्छु। ए शंकर सोनाम, शंकर सोनाम, जानु देऊ शंकरलाई। मटकी मटकी पानी लिन आएको। अब यो पानी हल्लिँदै गयो। हामीले यो खेर गएको पानी देशको विकासमा लगाएको छौँ, के गरौँ त? यसको ठिक छैन है विचार, यसले हामीलाई हल्लाउला जस्तो छ नि। हामीले यो पानी उद्योगमा लगाइदिएका छौँ। यो पानी के तेरो बाउको हो? हेर निमा, यो पानीमाथि गाउँलेहरूको हक छ। तैँले जे भने पनि यो पानी तिनीहरूलाई नै पाउनुपर्छ। तैँले मेरो जागिर पनि चपाइस्, मेरो धेरै नोक्सान गरिस्। एकचोटि त तैँले मलाई नयाँ भाषा पनि सिकाइस्। आज म तँलाई ट्रेकिङको नयाँ बाटो देखाउँछु। One, two, three, four, five, six, seven, eight, nine, 10, 11, मलाई चाहिएको हैन, गाडी चाहिएको हैन, गाडी चाहिएको। ला 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 अब यो पनि लि। आइ 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 चारजना भएर एकजनालाई भट्टिन सकेन, मै आउनु पर्यो। उकाली चढेर बिचको खोला तरेर गाग्री आयो। यो बाँदरको तमासा देखाउनु भन्दा अगाडि सोच। यस गाउँमा शङ्कर पनि छ, शङ्कर। न डरा। म यही छु। म डरा बस, म बसेँ, म नहल्लिकन बस्छु। चारजनालाई त हल्लाएर बिताइदियो यसले, मलाई के बाँकी राख। अब म यसलाई अगर आप माता रानी के भक्त हैं तो लाइक और सब्सक्राइब जरूर करें।